नमस्कार सबैजनालाई। हामी चाहिँ ट्युको सिभिल इन्जिनियरिङको न्यू सिलेबस अनुसार 4th सेममा पढाइने टस सेकेन्डको च्याप्टर 2 क्यास्टिग्लियानोस थ्योरमको बारेमा डिस्कसन गरिरहेका थियौँ। र योभन्दा पहिलेको भिडियोहरूमा चाहिँ हामीले दुईटा चाहिँ यसको न्युमेरिकलहरू गर्यौँ र आज चाहिँ हामी यसको थर्ड न्युमेरिकल गर्नेछौँ। र अब न्युमेरिकलतिर जाउँ। सो अब हामी हाम्रो थर्ड न्युमेरिकल सल्भ गरौँ। सो मैले क्वेसन लेखिसकेँ। क्याल्कुलेट डिफ्लेक्सन एट मिड स्पान अफ सिम्पली सपोर्टेड बिम भनेको छ र एउटा सिम्पली सपोर्टेड बिम दिएको छ र यसको सेन्टरमा चाहिँ एउटा पी भन्ने लोड लागेको छ। र अब दुईटा इम्पोर्टेन्ट कुराहरू चाहिँ म भन्न गइरहेको छु। त्यो चाहिँ जस्तै चाहिँ अस्तिको क्वेसनमा चाहिँ हामीले कस्तो गरेको थियौँ भन्दा जुन पोइन्टमा चाहिँ डिफ्लेक्सन निकाल भनेको छ हामीलाई त्यो पोइन्टमा चाहिँ एप्लाई डमी लोड भनेर गरेका थियौँ, पी भनेर गरेका थियौँ। जुन पोइन्टमा डिफ्लेक्सन चाहिन्छ त्यो पोइन्टमा र लास्टमा एनालाइसिस गरिसकेपछि चाहिँ यसलाई चाहिँ पी इजिकल टु 0 भनेर इन्टिग्रेसन गर्दा हामीले पीलाई 0 रे रिप्लेस गरेर अनि सल्भ गरेका थियौँ। त्यस्तो किन गरेको भन्दा किनभने यो डमी लोड भनेको चाहिँ स्ट्रक्चरमा छैन, हामीले जस्ट एज्युम गरेको। जहाँनिर डिफ्लेक्सन चाहिन्छ त्यो पोइन्टमा एज्युम गरेर चाहिँ लास्टमा चाहिँ हामीले फेरि 0 मानेर अनि एन्सर निकालेको। तर यो क्वेसनमा के छ भन्दाखेरि यो क्वेसनमा यो पी भन्ने लोड चाहिँ अलरेडी नै दिएको छ। सो हामीले यो पी राखेर नै एनालाइसिस गर्नुपर्छ र लास्टमा पी इजिकल टु 0 यस्तो राखेर चाहिँ यसलाई चाहिँ सल्भ गर्न पाइँदैन। यसलाई चाहिँ पी को टर्म्समै इन टर्म्स अफ पी को टर्म्समै हामीले सोलुसन दिनुपर्ने हुन्छ। पीलाई चाहिँ 0 ले रिप्लेस गर्न पाइएन। र अर्को कुरा भनेको चाहिँ अस्ति नै गरेको हामीले दुईटा प्रब्लम गरेकोमा चाहिँ यस्तो क्वेसन थियो र यहाँ डिफ्लेक्सन निकाल भनेको थियो। यहाँ डिफ्लेक्सन यहाँ हामीले डमी लोड लगायौँ र यहाँबाट एक्स यसरी लियौँ किनभने यो साइडमा कुनै रियाक्सन छैन र यो साइडमा हामीले रियाक्सन निकाल्नुपर्ने हुन्छ। त्यही भएर हामीले एक्स यताबाट लिएको थियौँ। तर आज के छ भन्दा आज जताबाट नि तपाईँले एक्स लिनुहुन्छ भने रियाक्सन त चाहिन्छ जसरी पनि। सो पहिला चाहिँ रियाक्सन निकाल्नु र यो सिम्पली सपोर्टेड बिम विथ सेन्टर लोड छ भने चाहिँ रियाक्सन चाहिँ p/2 यता पनि p/2 हुन्छ। यदि तपाईहरुलाई क्याल्कुलेसन गरेरै लेख्न मन लाग्छ भने चाहिँ समेसन मोमेन्ट एट ए समेसन एफवाई यो युज गर्नुभयो भने चाहिँ यही आउँछ एन्सर चाहिँ। तर यो सिम्पल भएको भएर चाहिँ मैले सिधै लेखेँ र त्यसपछि चाहिँ हामीले अब चाहिँ डिफ्लेक्सनको फर्मुला लेखौँ। डिफ्लेक्सन भनेको इन्टिग्रेसन 0 टु एल m/ei dm/dp dx। सो अब यो m निकाल्नु पर्यो। मोमेन्ट अब यहाँ हाम्रो दुईटा मेम्बर भयो एसी र सीबी। सो हामीले सेपरेट गरौँ किनभने इन्टिग्रेसन त हामीले 0 टु एल गर्ने हो। यो l/2 यो पनि l/2 बल्ल एल हुन्छ नि त। त्यही भएर चाहिँ हामीले सुरुमा चाहिँ यहाँ एउटा टेबल बनाएर चाहिँ गर्छौँ। म टेबल बनाउँछु पहिला सेक्सन, त्यसपछि ओरिजिन अनि लिमिट, त्यसपछि मोमेन्ट अनि dm/dp। सो यो सेक्सनमा चाहिँ जस्तै हामीले सुरुमा यसको गरौँ BC भनेर मैले सेक्सन लेखेँ। अब चाहिँ म कताबाट जाने त? यो साइडबाट जान्छु अफ कोर्स। सो मैले यहाँबाट एक्स लिए, एक्स डिस्टेन्स यता लिए यो मेम्बरको लागि सीबी को लागि। सो अब ओरिजिन के हुने भयो हाम्रो बी। म बीबाट यता आएको छु नि त, त्यही भएर ओरिजिन बी। लिमिट कति हुन्छ यो सीबी सेक्सनको 0 टु l/2। त्यसैगरी अब मोमेन्ट कति हुने भयो यो p/2 ले यसरी घुमाउँछ यो पोइन्टमा यसरी। यो भनेको स्यागिङ भनेको हामीले के लिने गरेछ पोजिटिभ। सो यो के भयो p/2 इन्टु एक्स भयो। त्यसैगरी अब dm/dp यसको चाहिँ हामीले पार्शियल डेरिभेटिभ विथ रेस्पेक्ट टु p गर्यो भने के आउँछ x/2 किनभने यो x/2 कन्स्टेन्ट भयो, dp/dp भनेको 1। सो अब चाहिँ एसी को लागि गरौँ। एसी को लागि मैले ओरिजिन एलाई माने किनभने मलाई इजी हुन्छ। यताबाट गऱ्यो भने मैले यसलाई सीलाई मान्यो भने चाहिँ धेरै लोड आउँछ यो स्ट्रक्चरको। त्यही भएर चाहिँ मैले यो साइडबाट एक्स लगेँ। एक्स लिँदा चाहिँ यसले कसरी घुमाइरहेछ माथि घुमाइरहेछ। सो यो के भयो पोजिटिभ स्यागिङ भयो। सो यो पनि लिमिट चाहिँ 0 टु l/2 नै हुने भयो र यो चाहिँ p/2 इन्टु एक्स नै हुन्छ। सो यो भनेको x/2 नै स्याम नै रहेछ। अब डिफ्लेक्सनको फर्मुलामा चाहिँ यो भ्यालुहरू रिप्लेस गरौँ। त्यसको लागि मैले यहाँ डेल्टा लिएँ र 0 टु एल नै यो फर्मुला चाहिँ। तर हामीले यहाँ चाहिँ दुईटा सेगमेन्टमा जस्तै बीसी को लागि 0 टु l/2 एउटा लिएको छौँ र एसी को लागि सेपरेटली गरेको छौँ। यो चाहिँ जस्ट इजी गर्नलाई हो। त्यही भएर चाहिँ अब हामीले फर्मुला पनि त्यही अनुसार मोडिफाई गर्नुपर्ने हुन्छ। 0 टु l/2 हुने भयो अब हाम्रो लिमिट चाहिँ। र m
यो m को भ्यालु भनेको कति छ px/2 by ei dm/dp को भ्यालु x/2 इन्टु dx। यो चाहिँ हाम्रो के को लागि भयो bc को लागि भयो यो एक्सप्रेसन। र त्यसैगरी ac को लागि चाहिँ 0 to l/2 px/2 by ei dm/dp भनेको x/2 छ यो क्वेशनमा पनि and dx। यो चाहिँ हाम्रो ac को लागि भयो यो एक्सप्रेसन। सो अब यहाँ चाहिँ मिल्न गएछ ac र bc को एक्सप्रेसन। सो मैले चाहिँ सबै क्वेशनमा नमिल्न पनि सक्छ, यसमा चाहिँ कमन लिए, त्यही भएर 2 by ei चाहिँ मैले कमन लगे र यहाँ 0 to l/2 अब के हुने भयो px/2 इन्टु x/2 dx। सो दिस इक्वल टु 2 by ei 0 to l/2 px²/4 dx। मेरो यहाँ स्पेस अलि नपुग्ने भएर चाहिँ मैले यता लेखिरहेको छु, माइन्ड नगर्नु होला। र त्यसै गरी 2 by ei अब चाहिँ हामी यसलाई चाहिँ इन्टिग्रेट गरेर लिमिट राखौँ। p चाहिँ मैले बाहिर राख्दिएँ र x³/3s को इन्टिग्रेसन प्लस 4 अलरेडी यहाँ इन्टु 4 अलरेडी छ। सो यो चाहिँ 0 to l/2। सो अब लिमिट एप्लाई गरौँ। लिमिट एप्लाई गर्दा 2p/ei इन्टु x³ भनेको यो l³ भयो र यो 2³ चाहिँ तल आयो, 2³ इन्टु 3/4 भयो। र अब यसलाई चाहिँ यो एउटा 2 र यसको एउटा 2 काटिदा चाहिँ यहाँ चाहिँ कति हुने भयो p/ei इन्टु l³ यो एउटा 2 र यो 2 काट्यो, यहाँ चाहिँ 2² बच्यो, 2² इन्टु 4 इन्टु 3। सो यो भनेको चाहिँ pl³/48 ei। सो आजको लागि चाहिँ यति नै। अब आउने भिडियोहरुमा चाहिँ हामीले यही टपिकसँग रिलेटेड अरु प्रब्लमहरु चाहिँ सल्भ गर्नेछौं। भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।